सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आशा गर्छु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आइनो अहिले नेपालमा चाहिँ इलेक्सनको एकदम तामझाम चलिरहेको छ अनि 8 र 9 सेप्टेम्बरमा घटेको त्यो जेन्जी आन्दोलनको घटना त पक्कै पनि सबैलाई याद छ होला। यदि छैन भने युट्युबमा गएर यो भिडियो अवश्य हेर्नु होला। गएर भोट हाल्नु होला, आफ्नो भोट चाहिँ वेस्ट जान नदिनु होला एन्ड अभियसली भोट चाहिँ घन्टीमा हाल्नु होला। कहानीको लास्टमा हामीले देख्यौँ कि यस कहानीको मेन हिरोइन हिलाइस इन्भेडन झ्यालबाट हाम फाल्छिन्। के उनी अब फेरि मर्छिन् त? के अब यस कहानीको द एन्ड यही हुन्छ त? एन्सर पाउनको लागि भिडियोलाई लास्टसम्म हेर्नु होला र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला है। कहानी सुरु हुन्छ त्यहीँबाट जहाँ हामीले लास्ट पार्टमा छोडेका थियौँ। जब हिलाइसले हाम फाल्छिन् हामी देख्छौँ कि रिकार्डो र त्यहाँ भएका सबैजना एकदम चकित हुन्छन्। उनीहरूले सोचेका पनि हुँदैनन् कि हिलाइसले त्यहाँबाट हाम साँच्चीकै फाल्छिन् भनेर। हिलाइसको बाबा टिएको दौडेर झ्यालबाट तलतिर हेर्न जान्छन् अनि देख्छन् कि हाम्रो हिलाइस तल मजाले आफ्नो पावर युज गरेर चेरी ब्लुजमको पात र फुलको माथि सुतिरहेकी हुन्छन्। हिलाइस याद गर्छन् कि लास्ट लाइफमा जब उनको पावर अवेक भएको थियो त्यति बेला कम्प्लिटली सबैको रियाक्सन एकदम केओटिक थियो र हिलाइसको जिन्दगी भने अँध्यारोमा छाएको थियो। हिलाइस भन्छन् उनलाई हाँसो लाग्छ आफ्नो पहिलो जिन्दगी देखेर, किनकि उनी त्यति बेला एकदमै पागल र इनोसेन्ट थिइन् जो हरेक कुराको लागि आफूलाई नै दोष ठान्थिन्। उनी याद गर्छन् कि उनी कसरी आफ्नो बाबासँग हरेक पटक माफी माग्ने गर्थिन्। उनलाई सधैँ लाग्थ्यो कि त्यो पावर आफ्नो नभए आफ्नो दाइ रिकार्डोको हो र उनी त्यो पावर दाइलाई रिटर्न गर्न जे पनि गर्न तयार छु भनेकी हुन्छन्। तर त्यो सुनेर उनको बाबालाई एकदम रिस उठ्छ र उनले गमलाले हिर्काउँछन् अनि गाली गर्दै भन्ने गर्थे कि इफ पावर रिटर्न गर्न मिल्ने भइदिए भए मैले पहिले नै जसरी भए पनि यो पावर मैले रिकार्डोलाई रिटर्न गराउँथेँ, तैँले टेन्सन लिन पर्दैन। ढिएको हिलाइसलाई रुममा बन्द गर्दै भन्छन् त यो पावर लुकाएर राख त वाइयात केटी, नत्र हाम्रो फ्यामिलीको नाम र इज्जत जान्छ। हिलाइस त्यति बेला यति इनोसेन्ट थिइन् कि उनी बस लाचार अनि सबै कुराको दोष आफूले आफैमा लिन्थिन्। उनलाई जहिले पनि यस्तो लाग्थ्यो कि उनले आफ्नो दाइ रिकार्डोको पावर मिस्टेकले चोरिन् र दाइ रिकार्डोले पनि यसै कारणले हिलाइसलाई हेट गर्ने गर्थ्यो। हिलाइसको बाबा डिएगोले त्यो सबै कोसिस गरे जो हिलाइसको पावर रिकार्डोमा जाओस्, बट उनी हरेक कोसिसमा फेल भए। तब अरू फ्यामिलीले इन्भेडन फ्यामिलीको पावर अझैसम्म जागृत भएको छैन भन्ने थाहा पाउँछन्। उनीहरू इन्भेडन फ्यामिलीको मजाक बनाउन थाल्छन्। अरू फ्यामिलीको दबावले गर्दा डिएगोलाई एकदम मर्का पर्छ र उनी पब्लिकमा एउटा फेक अनाउन्समेन्ट गर्छन् कि इन्भेडन फ्यामिलीको पावर रिकार्डोमा जागृत भयो भनेर। उनीहरू हिलाइसलाई पछाडि राखेर जनतालाई रिकार्डोमा फ्यामिलीको पावर जागृत भएको छ भनेर पावर सो गराउँछन्। सो भइरहेको बेला अचानक हिलाइसको पावर काम नगर्दा रिकार्डोलाई भेटको अगाडि शर्मिन्दा हुनुपर्छ। त्यसैले उसको बाबा डिएगो हिलाइसलाई पिर्दै यत्रो पावर हुँदाहुँदै पनि आखिर बिचमा पावर देखाउन किन बन्द गरिस् भन्छन्। हिलाइस भन्छन् कि उसलाई रिङौटा लाग्नको कारणले यस्तो भयो, तर डिएगो उनको कुरा नसुनिकन हिलाइसलाई कपाल भुताल्दै पिट्न थाल्छन् अनि भन्छन् तैँले गर्दा आज पब्लिकको अगाडि रिकार्डो मजाको पात्र बन्यो र हाम्रो फ्यामिली पनि। हिलाइसलाई रुममा थुन्दै डिएगो आफ्नो नोकरहरूलाई हिलाइसलाई एक थोपा पानी पनि नदिनु भन्दै त्यहाँबाट जान्छन्। हिलाइसलाई अझै पनि लाग्छ कि सबै गल्ती उनको थियो र उनी आफ्नो दाइ रिकार्डोसँग माफी माग्न जान्छन्, तर बाटोमा उनको भेट ग्याब्रिएलसँग हुन्छ र ग्याब्रिएल हिलाइसलाई आफ्नो रुममै बस्न र बाहिर ननिस्कन भन्छन् किनकि हिलाइस बाहिर निस्किँदा घरमा भएको अरू मान्छेहरूलाई असहज हुने र उसलाई पनि असहज हुने बताउँदै उनी त्यहाँबाट जान्छन्। बिचरा हाम्रो हिलाइस माफी माग्दै बस्छन्। यो स्टोरी सुन्दा सुन्दा तपाईँलाई कतै आफ्नै स्टोरी त सुनिरहेको जस्तो लागेन नि? हिलाइस सोध्छन् कि मैले गर्दा ग्याब्रिएल यति असहज छिन् भने दाइ रिकार्डोमाथि के बितिरहेको होला। उनी आफ्नो दाइको पर्खाइमा घरको ढोकाइमा बस्छन् ताकि उनी आफ्नो दाइ आउने बित्तिकै उनीसँग माफी माग्न पाऊन्, तर हिलाइसको वरिपरि बस्ने नोकरहरू उनको बारेमा अनापशनाप बोल्न थाल्छन्। त्यो देखेर हिलाइस भर्याङको तल गएर बस्छन् किनकि उनलाई लाग्छ कि उनले त्यो नोकरहरूलाई पनि अफेन्ड गरिदिन्। रात भइसक्दा पनि दाइ घर नआउँदा उनले आफूले नै आफूलाई दोष दिँदै बसिरहेकी हुन्छन् र त्यति नै बेला डिएको घरमा आउँछ। तर हिलाइस केही भन्नु अघि नै रिकार्डो उनलाई धक्का दिएर आफ्नो रुम जान लाग्छ। हिलाइस बुझ्छन् कि आफ्नो दाइले आज ड्रिङ्क गरेर आएको छ र त्यसको दोष पनि आफूले दिन्छन्। भगवान, समन सेभ हर फ्रम दोषिङ हरसेल्फ। हिलाइस दौडेर आफ्नो दाइको अगाडि गएर माफी माग्न थाल्छन् र अर्को पालि म यस्तो केही हुन दिन्न र बाबाले पनि केही न केही गरेर यो पावर हजुरलाई ट्रान्सफर गर्ने तरिका निकाल्नु हुनेछ। खासमा म पनि यो पावर चाहन्नथेँ। यो पावर हजुरको हो र यो पावरको असली हकदार पनि हजुर नै हो, म होइन भन्छन्। रिकार्डो भन्छ यो खानदानी पावरले आफै त्यो मान्छेले चुज गर्छ जो यो पावरको लायक हुन्छ र उसले तिमीलाई चुज गर्यो।
जसलाई यो पावर चाहिएको पनि छैन राम्रो हो तर अब म यो सबैको बीचमा पिसिँदैछु र तिमी पनि मेरो मजाक बनाउँदैछौ अन अझ थप्दै भन्छ कि आज जे भयो त्यो तिमीले जानी जानी गरेको थियो ताकि पब्लिक मेरो मजाक बनाओस् हन हिलायस ताईलाई भन्छन् तपाईँले गलत सोच्दै हुनुहुन्छ तर रिकार्डो रिसाउँदै गाली गर्दै भन्छ मलाई त्यो अनुहार पनि हेर्नु मन छैन हिलायस रिकार्डोको हात समाउँछिन् तर रिकार्डो आफ्नो हात छट्काउँदै भन्छ त्यो फोहोरी हातले मलाई छुने कोसिस नगर रिकार्डोले आफ्नो हात छट्काउँदै गर्दा हिलायस भर्याङबाट तल खस्छिन् उनलाई अझै पनि लाग्छ कि उनलाई आफ्नो दाइले समाउनेछ उनको दाइले बचाउनेछ उनलाई अझै पनि यस्तो लाग्छ कि रिकार्डो उसलाई अझै माया गर्छ जस सबैको अगाडि देखाउँदैन तर हिलायस रङ हुन्छन् अनि हिलायस भन्छन् म त्यति बेला यति पागल थिएँ जो उनीहरूलाई आफ्नो मान्थे जसले मलाई कहिले पनि आफ्नो मानेनन् र यसरी नै मेरो पहिलो जिन्दगीको अन्त्य भयो अनि यहाँ हामीलाई थाहा हुन्छ कि हिलायसको फर्स्ट लाइफको इन्ड भर्याङबाट खसेर भएको हुन्छ सो गाइज यो थियो हाम्रो हिलायसको पास्ट लाइफको स्टोरी तपाईँले देखि नै हाल्नुभयो होला कि उसलाई उसकै फ्यामिलीमा कसरी ट्रिट गरिन्थ्यो भनेर र अब हामी आउनेछौँ फिर्ता करेन्ट टाइम लाइनमा र हामी देख्छौँ कि एउटा विन्टर सिजनवाला ठाउँ देखाइन्छ र त्यहाँ कोही व्यक्ति आफ्नो खबर पढिरहेको हुन्छ त्यो व्यक्ति भन्छ के भन्नु तिमीले इन्वेडन फ्यामिलीको बारेमा फैलिएको त्यो रुमर साँचो हो कि इन्वेडन फ्यामिलीको शक्ति रिकार्डोमा नभए हिलायसकोमा जागृत भयो इन्ट्रेस्टिङ सामान प्याक गरेर हामी इन्वेडन रेसिडेन्सतर्फ लाग्छौँ सो गाइज यो पर्सन अरू कोही नभइकन पर्वेनन फ्यामिलीको मेम्बर क्रिस्टियन पर्वेनन हुन्छ जसलाई हामीले क्रिस पनि भन्न सक्छौँ सिन सिफ्ट हुन्छ इन्वेडन फ्यामिलीमा डिएगो र रिकार्डोलाई आफ्नै आँखामा विश्वास लाग्दैन जो उनीहरूले भर्खर देखे तर नोकरहरू कुरा गर्न थाल्छन् कि कसरी हिलायस जालबाट तल हाम फालेर आफ्नो ज्यान आफै बचाइन् सबैको ध्यान हिलायसमा हुनाले यो कुरा ग्याब्रिएललाई कति पनि मन पर्दैन केही टाइमपछि ग्याब्रिएल आफै हिलायसलाई उठाउन जान्छन् किनकि हिलायस त्यहाँ सुतेको 2 देखि 3 दिन भइसकेको हुन्छ ग्याब्रिएल भन्छन् कि उसलाई हिलायसको चिन्ता लागिरहेको थियो र ग्याब्रिएल हिलायसलाई आफ्नो चिप्री चुप्री कुरामा फसाउन खोज्छिन् तर हिलायसले ग्याब्रिएललाई घुरेर हेर्छिन् र त्यो देखेर ग्याब्रिएल चकित हुँदै याद गर्छिन् कि पहिला ग्याब्रिएलले हिलायसलाई यस्तो कुरा गर्दा हिलायस कसरी लाचार भएर माफी माग्ने गर्थिन् तर आज भने हल्का चेन्ज हुन्छ अनि ग्याब्रिएल कुरा चेन्ज गर्दै भन्छन् कि तिमीलाई थाहा छ आज क्रिस आउनेवाला छ सो गाइज ग्याब्रिएल यहाँ त्यही पर्वेनन फ्यामिलीको केटाको बारेमा कुरा गर्दैछिन् जसको बारेमा म अघि नै कुरा गरिसकेँ ग्याब्रिएल हिलायसलाई भन्छन् हेर न मलाई आज यो ड्रेस कति राम्रो देखिएको छ र यो नेकलेस पनि जुन लास्ट टाइम मलाई क्रिस्टियन पर्वेननले दिएको थियो र यो तिमीलाई पनि लास्ट टाइम मन परेको थियो नि है के यो तिमी लगाउन चाहन्छौ हिलायस ग्याब्रिएलको चाल बुझ्छिन् अनि सोच्छिन् पहिला यो मलाई लगाउन दिन्छे अनि रुँदै सबैलाई नेकलेस मैले चोरे भनेर दोष लगाउँछे भनेर अनि त्यति भन्दै ग्याब्रिएल हिलायसलाई त्यो नेकलेस लगाइदिन खोज्छिन् तर त्यति नै बेला हिलायस बोल्छिन् र उनी भन्छन् कि अगाडिबाट हट तैँले गर्दा मलाई घाम छेकियो यो सुनेर त ग्याब्रिएललाई आफ्नो कानमा विश्वासै हुँदैन किनकि ग्याब्रिएलले हिलायसको मुखबाट पहिलोचोटि आफ्नो बेइज्जत सुनेकी हुन्छे ग्याब्रिएल त्यहाँबाट नहटेको देखेर हिलायस आफ्नो पावर चेरोब्लोजमको युज गर्दै हाँगाले ग्याब्रिएललाई समातेर माथि हावामा उल्टो झुनाइदिन्छन् त्यसपछि त ग्याब्रिएलको रोइ कराइ सुनेर त्यहाँ सब नोकर चक्कर लगायत त्यहाँ अर्को व्यक्ति पनि आउँछ र त्यो पर्सन अरू कोही नभए क्रिस्टियन पर्वेनन हुन्छ जसलाई सबले मायाले क्रिस पनि भन्छन् ग्याब्रिएल क्रिसलाई देखेर एकदमै खुसी हुन्छन् र उसले मद्दतको गुहार लगाउँछन् तर क्रिसले भने बिचारीलाई हेल्प गर्नबाट नो भनिदिन्छ क्रिस सिधा हिलायसको अगाडि जान्छ र भन्न थाल्छ कि मलाई लागेको थिएन इन्वेडन फ्यामिलीको पावर रिकार्डोमा बाहेक अरू कसैमा आउनेछ हिलायसको नजिक बस्दै भन्छ कि मैले कहिले पनि यति राम्रो केटी देखेको थिइनँ जसको भित्र यस्तो खतरा पावर हो हिलायस पहिले नै बुझ्छिन् कि क्रिस अब अर्को शब्द के भन्नेवाला छ किनकि गाइज यो सिचुएसन हिलायसको जिन्दगीमा पहिले नै घटिसकेको छ सायद उनको पास्टको लाइफमा पछाडिबाट ग्याब्रिएल चिच्याउँदै क्रिसलाई भन्छन् कि मेरो दिदीसँग त के कुरा गर्दैछस् त्यति नै बेला हिलायस ग्याब्रिएललाई छोडिदिन्छन् र ग्याब्रिएल भुइँमा थचारिन्छन् क्रिस हिलायसलाई आफ्नो हात दिन भन्छ बट हिलायस क्रिसको हात हटाइदिन्छन् र त्यहाँबाट जान लाग्छन् क्रिस हिलायसको पछि पछि गर्दै पिछा लाग्न थाल्छ तर हिलायस आफ्नो पावरको युज गर्दै प्लुजमको पछाडि हराउँछिन् क्रिस पछाडि फर्किँदै आफ्नो भाइ रेनोकलाई सोध्छ कि पावर आउन साथ मान्छेहरू यति छिटो चेन्ज हुन्छन् मलाई लागेको थियो हिलायसलाई मेरो माथि क्रस थियो अनि रेनोक थप्दै भन्छ त्यो पक्कै पनि हजुरको भ्रम हुनुपर्छ किनकि तपाईँले जसको माथि ध्यान दिनुपर्ने त्यो केटी हिलायस होइन ग्याब्रिएल हो किनकि त्यो तपाईँको मङ्गेतर हो अनि क्रिस भन्छ मलाई ग्याब्रिएलको मतलब छैन अब किनकि मैले ग्याब्रिएल भन्दा पनि खास अरू कोही भेटिसकेँ अनि देख्छ हामी हिलायसलाई जो क्रिसबाट पिछा छुट्याएर जाँदै हुन्छन्
उनी याद गर्छन् कि उनको पहिलो लाइफमा आफ्नै दाइबाट उनले कसरी धोका पाइन्। जब इलाइसको आँखा खुल्छ जब उनले फर्स्ट टाइम ट्राभल गर्छिन्, उनले आफूलाई त्यही पाउँछिन् जहाँ ग्याब्रियलको पछाडि बिस्टले हमला गरेको हुन्छ। सो गाइज, अब यहाँ चाहिँ इलाइसले आफ्नो सेकेन्ड लाइफको याद गर्दैछिन् है। जब इलाइस टाइम ट्राभल गरेर पास्टमा गएकी थिइन्, उनी एकदमै कन्फ्युज थिइन्। उनलाई कुन सपना र कुन विपना उनले छुट्याउनै सकेकी थिइनन्। उनलाई लाग्थ्यो कि उनी अस्ति भर्खर बराङबाट खसेकी थिइन्, तर उनले आफूले आज यहाँ पास्टमा पाउँदाखेरि एकदमै अचम्मित हुन्छन्। जब इलाइसको नराम्रो समय चलिरहेको थियो, त्यति बेला इलाइसलाई साथ दिने एउटा मात्र पर्सन थियो र त्यो पर्सन थियो क्रिस्टियन बर्मिनम। इलाइस भन्छन् क्रिस बर्मिनम फ्यामिलीको बारिस मात्र नभइकन ग्याब्रियलको हुनेवाला बुढा पनि थियो र त्यो पर्सन पनि थियो जसलाई म सिक्रेटली मन पराउँथे। यस गाइज, सिम्पल, क्रिस्टियन बर्मिनम इलाइसको क्रस थियो। हुन पनि किन नहोस्, आखिर हाम्रो क्रिस जो यति ह्यान्डसम छ। इलाइस डराउँदै क्रिसलाई सोध्छिन्, तिमी यहाँ के गर्दैछौ? ग्याब्रियल त यहाँ छैन। जसमा क्रिस भन्छ, ग्याब्रियलको बारेमा छोड, तिमी पुरा दिन कहाँ थियौ? इलाइस दङ्ग पर्छन् कि क्रिसलाई उनको चिन्ता रहेछ भनेर। क्रिस भन्छ, उनीहरूले तिमीलाई एक्लै छोडे, तिमी उनीहरूसँग हुनु र नहुनुमा उनीहरूलाई फरक पर्दैन रहेछ। जसलाई तिमी हुनु र नहुनुको मतलब छैन, त्यस्तो फ्यामिलीको फ्यामिली हुनुमा के मतलब? इलाइस मनमा सोध्छिन् कि म यस्तो गर्न सक्दिनँ, म आफ्नो बहिनीको विवाह बिगार्न सक्दिनँ, तर भित्रभित्रै उनलाई लाग्छ कि उनलाई पनि क्रिसको खाँचो छ, मतलब मायाको। आखिर उनले पनि त क्रिसलाई मन पराउँछिन्। क्रिस इलाइसलाई प्रपोज गर्दै भन्छ कि तिमी मसँग बर्मिनम आउन चाहन्छौ? जो सुनेर इलाइस पानी पानी हुँदै अनि ग्याब्रियलको के हुन्छ भन्दै सोध्छिन्। अनि क्रिस भन्छ, सुरुदेखि नै त्यो एउटा पोलिटिकल इन्गेजमेन्ट मात्र थियो, न त्योभन्दा बढी न त्योभन्दा घटी। हामी कहिले नै एकअर्कालाई नजिकबाट जानेनौँ। इलाइसलाई लाग्छ उनले सपना देखिरहेछन्। इलाइस क्रिसको हात समाउँछिन् र क्रिससँग जानलाई राजी हुन्छन्। अनि सो गाइज, यो सबै कुरा चाहिँ हाम्रो इलाइसको सेकेन्ड लाइफमा भएको कुरा हो। यसको मतलब यो हो कि इलाइसले क्रिसलाई साँच्चीकै मन पराउँथिन् र त्यति बेला क्रिसले प्रपोज गर्दा उनी क्रिससँग बर्मिनम जान पनि रेडी थिइन्। अब ब्याक आउँछौँ हामी करेन्ट टाइमलाइनमा। इलाइसलाई यो सबै याद आउनुको कारण थियो बिहान क्रिससँग गार्डनमा भएको भेटले गर्दा। तर करेन्ट टाइमलाइनमा भने इलाइसले आफ्नो क्रसलाई रिजेक्ट गरेकी छन्। यस्तो उनले किन गरिन् त्यो कुरा हामी अगाडि भिडियोमा जान्नेछौँ। अनि गाइज, यदि तपाईँको क्रसले हजुरलाई प्रपोज गर्यो भने तपाईँ के गर्नुहुन्छ तल कमेन्टमा भन्नुहोला। अनि गाइज, तपाईँहरूको लागि अर्को स्पोइलर, अब आउने एपिसोडमा हामी हाम्रो अर्को मेन क्यारेक्टरलाई देख्न पाउनेछौँ, जो फ्युचरमा गएर इलाइससँग रोमान्टिक एङ्गलमा देखिनेछ। त्यतिन्जेलको लागि बाई बाई। अब भेट्नेछौँ नयाँ भिडियोका साथ र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला।